माननीय सभामुख महोदय, महिनावारी कुनै रहर होइन, यो महिलाको प्रकृति आवश्यकता हो। त्यस समयमा सुरक्षित र स्वस्थ रहन पाउनु हरेक महिलाको फन्डामेन्टल राइट हो र सम्मानको कुरा पनि हो। म सभामुख महोदय मार्फत सरकारसँग प्रश्न गर्न चाहन्छु। एकातिर वुमन इम्पावरमेन्ट, जेन्डर इक्वालिटी र ठुला भाषण गर्ने, अर्कोतिर सेनिटरी प्याड जस्ता बेसिक नेसेसिटी सामग्री र कर लगाउने, यस्तो सोशल जस्टिस के हो? सोशल जस्टिस हो? Honorable Speaker sir, any state that treat menstruation as a source of revenue lose the moral authority to speak about equality, dignity and women empowerment. सभामुख महोदय, हेल्थ बिगार्ने चुरोट मदिरा जस्ता पदार्थ सरकारले अझ कडा सिन्ट्याक्स बढाओस्, तर महिलाको हेल्थसँग प्रत्यक्ष जोडिएको सेनिटरी प्याडमाथि कर लगाइराख्नु अन्याय मात्र होइन, यो राज्यको संवेदनशीलताको प्रतीक हो। यो केवल आर्थिक मुद्दा होइन, यो डिग्निटी, हेल्थ र इक्वल अपर्च्युनिटीको प्रश्न पनि हो। त्यसैले म सरकारसँग स्पष्ट माग गर्न चाहन्छु, सिन्ट्याक्स बढाओ र सेनिटरी प्याडमाथिको कर तत्काल हटाओ। नो मोर रेड ट्याक्स। थ्याङ्क यू।